ल नमस्ते यहाँले सबैजनालाई। आज भने म सिक्लेस पार्कमा है लगभग 3-4 महिनै भयो होला म यता नआएको। अहिले चाहिँ यता चाहिँ एकदमै राम्रो बनाइसकेको छ यो सिक्लेस पार्कले। हाम्रो होटल व्यवसाय र होमस्टे व्यवसाय टोलीले यहाँ भित्र यो गार्डननिर पनि सबै लाली गुराँसहरू रोप्नु भएको छ हैन। र यहाँनिर भने तपाईको भिडियो गर्नेहरू ठाउँदेखि लिएर हैन, तपाईको भ्यू टावरदेखि लिएर यता चाहिँ तपाईको चाहिँ माथि चाहिँ त्यो ढुङ्गा कुद्ने त्यो पिङ लगायत हैन, यता चाहिँ एकदम राम्रो ठाउँहरू बनाइसकेको छ यो हाम्रो सिक्लेस पार्क। र यहाँबाट चाहिँ तपाईहरुले चाहिँ यस्तो मजाको भ्यूहरू देख्न सक्छ कि है, यस्तो मजाको भ्यूहरू देख्न सक्छ कि यता माथि हैन हिमालहरू के गाइस हेर्नु त, हिमाल यस्तो बवाल हिमालहरू छ हैन। यहाँ आएर तपाईहरु भिडियोहरू गर्न सक्नुहुन्छ है। र यो चोटी भने हाम्रो के भन्ने खोइ म त यस्तो के भनौँ जस्तो पो लाग्यो त। यहाँ आएपछि धेरै दिनपछि आएको हाम्रो यो सिक्लेस पार्कमा। र यो सिक्लेस पार्क भनेकै हाम्रै पर्यटकको लागि हो। कति राम्रो यो घाँसहरू हेर्नु न। हो त्यही भएर चाहिँ यहाँ चाहिँ यो पुरा यो जुन काँडे तारले यो जालीले कम्फर्म लागेको कारण नै चाहिँ तपाईको चाहिँ यहाँ फुलहरू यो लाली गुराँसहरू रोपेको छ हैन। त्यही कारणले यो जुन पशुहरूले चाहिँ यसलाई चाहिँ असर नगरोस् भनेर चाहिँ यो कम्फर्म हालेको। र अहिले पछि भने हाम्रो यहाँ भिडियो गर्ने ठाउँहरूदेखि लिएर यहाँ यस्तो मजाको ठाउँहरू बनाएको छ। म हजुरहरूलाई देखाउँछु है। यो ल हेर्नु न है, ऱ्याक्क यो भिडियो गर्ने ठाउँहरू है यस्तो बनाएको छ। यो चाहिँ मेरो युट्युबमा आउँछ हैन। युट्युबमा तपाईहरुले पनि लाइभ सपोर्ट गरिदिनु होला। के रे अहिले भर्खर युट्युब खोलेको छ मैले, र तपाईहरुले पनि सब्स्क्राइब गरिदिनु होला, लाइभ सेयर पनि गरिदिनु होला। बिस्तारै सिक्दै जाम्ला, गर्दै भिडियोहरू पनि पोस्ट गर्दै गरौँला। अहिले भने यहाँ यस्तो छ, यस्तो बवाल ठाउँ है। यहाँ हेर्नु न, हो यस्तो है, यो हाम्रो टिकटक बनाउने ठाउँहरू के हेर्नु न है। अब हाम्रो सिक्लेस गाउँमा आउने पर्यटकहरू रमाउने ठाउँ यस्तो मजाको बनाएछ, है गाइस है। यस्तो दामी छ नि त हैन, दामी छ। बहिनीहरू उता भिडियोहरू सुट गर्दैछ। अनि पारे भने हाम्रो तान्तिङ गाउँ, छिमेकी गाउँ तान्तिङ है, यस्तो बवाल छ यो भिडियो भने तपाईहरुले चाहिँ हेरेर चाहिँ चित्त बुझिदिनु होला भन्दै यो प्रकाश दाइबाट अनुरोध गर्दैछु। फेरि पनि तपाईहरुले यो मेरो भिडियोहरू हेरेर चाहिँ लाइभ सेयर सब्स्क्राइबहरू गर्दै गर्नु होला। म भने अहिले बिस्तारै सिक्दैछु। अब बिस्तारै सिकेपछि जान्छ पनि होला हैन। अहिले खासै भिडियोहरू पनि त्यति राम्रोसँग गर्न पनि आउँदैन। र बिस्तारै म भिडियोहरू पनि हाल्दै गर्छु। तपाईहरुले साथ सपोर्ट दिँदै गर्नु होला। र मेरो जति टिकटकमा जति साथी छ, फेसबुकमा जति साथी छ, युट्युबमा गएर चाहिँ तपाईहरुले चाहिँ प्रकाश गुरुङ 666 गरेर चाहिँ हेर्न सक्नुहुन्छ है। ल त गाइज, यहाँ भने हाम्रो बहिनीहरू हैन फोटोहरू सुट हुँदैछ फोटोहरू हैन। सो तपाईहरुले यो चाहिँ मेरो युट्युब च्यानलमा देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो सिक्लेस पार्क है। यस्तो बवाल छ। तपाईहरु यहाँ आएर चाहिँ भिडियो सुट गर्न सक्नुहुन्छ, फोटोहरू सुट गर्न सक्नुहुन्छ है। ल अब चाहिँ यो भिडियो धेरै लामो नगरौँ, त्यस्तै 3-4 मिनेटको छ यो भिडियो है। सो तपाईहरुले हेरिदिनु होला भन्दै तपाईहरुसँग बाइ बाइ भन्न चाहन्छु। र हस् त, धन्यवाद। ल तोज बिज बिल बहिनी तो भ्यू ता खिङ ता बिसी
अब के भन्ने हामीलाई घुमाउन ल्याइदिनु भयो एकदम राम्रो लाग्यो धेरै धेरै धन्यवाद थ्याङ्क यू मेरो बहिनीहरू दिन पनि धेरै राम्रो भयो आज एकदम हामी आएर होला है एकदम नेक्स्ट टाइममा साथीहरू पनि होइन हजुर सिक्लेस गाउँनिर जाँदाखेरि प्रकाश दाईलाई भिजिट गर्नु भनिदिनु होला नि त है हस् ल धन्यवाद तपाईँको कटेजको नाम के अरे लभिन कट्टे कटेजमा आइदिनु होला सबैजना धन्यवाद भाइको कटेजमा भिजिट गरिदिनु ल ओके बाई बाई एकदमै राम्रो छ ल हजुर ल अहिले चाहिँ हामी सिक्लेस पारबाट होइन त हजुर बिहान ग्लेसियर भ्यू पनि चाइकोमा डाँडा गइयो होइन त्यहाँको भ्यू पनि मजासँग हेरेर आइयो अहिले चाहिँ यता सिक्लेस पार्कमा है झन् यताको भ्यू भने आहा एकदमै रमाइलो है घाम लाएर बेसै टल्केर अँ ल हस् थ्याङ्क यू ल धन्यवाद ल ओके ल बाई बाई आज भिडियो यहीँ हस् अन्त गरौँ त है ल बाई बाई ल